हामी सडकमा सामूहिक भवन हामी घेर्नु गयौँ, त्यति बेला हाम्रो मजा पुऱ्यायो। हामी भोकै भोकै त्यहाँ करायौँ, हाम्रो पछाडिबाट ब्यागबाट उनीहरूले मजा उठायो। त्यति बेला उनीहरू आएर बोलिदिएको भए हामीलाई पनि त अलिक सहायता हुन्थ्यो। त्यति बेला बोल्दैन उनीहरू, त्यसले गर्दा हामीलाई एकदम नफरत छ। घर कम्पनीबाट केही पाउनु छैन। यहाँ रासिनको लगाएर चाहिँ 250 पुगेको, 220 रुपियाँ पाउँछ हाम्रो। अभी हम आए हैं चाय बागान के महिला श्रमिकों के पास, जिनकी समस्याएं जानते हैं। आप लोग को पता है वो नेपाली भन्नु अब हामी त पछाडि नै हुन्छौँ रिटायर त होइन। अब अहिले हुनेहरूको चाहिँ अहिलेसम्म पाएको छैन। जति रिटायर बस्ने छ उनीहरूको रिटायर पनि राखेको छैन होइन। अन्त झन्डै अब हामी रिटायर भइसक्यो, लगभग 4 वर्ष लाग्ने आँट्यो, तर अहिलेसम्म रिटायरमा राखेको छैन। अन्त उनीहरूले भन्छ मिडियाहरू आएन हामी बोल्छौँ भन्छौँ भन्छ होइन, तर भन्दैन। यहाँ भन्नुभन्दा पहिला नै अगाडि नै अब सिकाइसकेको हुन्छ होइन, त्यसले गर्दा बोल्नै सक्दैन। अब यति नै मैले जानेको होइन। जसरी अरू राज्य जस्तो आसाम छ जहाँनिर चायको खेतीहरू हुन्छ, यस्तै नै त्यहाँनिर महिला श्रमिक चाहे पुरुष श्रमिक जो पनि हुनुहुन्छ उहाँको डेलीको 300 भन्दा ज्यादा छ। 300 देखि 600 को भित्रमा छ। यहाँ त 250 भन्छ त। 250 मा हाम्रो 41 रुपियाँ होला, 41 कि 42 रुपियाँ छ यहाँ चाहिँ। त्यत्रो उयो छैन नि यहाँ त हाजिरा। 250 टक्कै कहाँ छ? छैन, 250 पनि छैन यहाँ रासिनको लगाएर चाहिँ 250 पुगेको, 220 रुपियाँ पाउँछ हाम्रो। सबै काटकुट गरे 220। अब हाम्रो हक छुट्टी पाउँछ होइन। सालमा अब हामी सिधा हिँड्नु सक्यो भने 10 वटासम्म हक छुट्टी पाउँछ, हिँड्नु सक्यो भने पाउँदैन। जस्तो हामी सिक भयो, बिमारी भएर हामी पर्मेन्ट सिक लाउँदाखेरि हामी महिनामा 20 दिन हिँड्नै पर्छ, नभए हाम्रो सिक पाउँदैन। अब हामी बगानमा बिमार सिमार हुन्छौँ, अब हामी दिन्छ मालिकले 3 दिन छुट्टी, अब आफू 5 दिन छुट्टी। साह्रै पऱ्यो भने 5 दिन दिन्छ, अब हल्का छ भने 3 दिन त्यति दिन्छ। अब त्यहाँबाट चाहिँ अब आफ्नै केही पाउँदैन। सामान घरहरू यहाँ जस्तो बगानमा हामी छाता ओढेर टिप्छौँ, पत्ती राति सुत्दा पनि पानी आयो भने छाता नै ओढ्ने समस्या छ हाम्रो चाहिँ बगानमा। घर कम्पनीबाट केही पाउनु। प्राइभेट घर छ, उहाँहरूको प्राइभेट घर छ। मेरो छ सरकारी, अब दियो भने 3 दिन 4 दिन दिन्छ। सरकारी घर छ, तर उहिले मेरो छोरा अहिले 31-32 वर्षको भयो, त्यतिखेर बिहा गरेर ल्याउँदा चित्राको दिएको थियो। चित्रा भन्दा बुझेन नि, छेचाको दिएको थियो। अहिले आफूले किनेर सबै बारबेर गरेर बसेको थियो। छैन, सरकारकोबाट केही पनि छैन। 250 रुपियाँ त्यो कमान दिएको छ। हाजिरा बढ्छ भन्छ, अहिलेसम्म बढेको छैन। बगानको हाजिरा दाउराको छुट्टी 8 वटा पाउँथ्यौँ, अहिले 500 रुपियाँ पैसा दिन्छ। दाउराको 8 वटा छुट्टी त हाम्रो गयो, काट्यो 500 रुपियाँ मात्रै दिन्छ। त्यति नै हो, अरू त अब के भन्नु है। बगानबाट हामीले पहिला मटेल पाउँथ्यौँ, रासन पाउँथ्यौँ होइन। अहिले त्यो रासन मटेल हामी केही पाउँदैनौँ, खालि हाम्रो सिधा हाजिरा। तिमी सिधा हिँड्नु सक्यो भने पायो छुट्टीहरू, अब सिकहरू नभए पाउँदैन। त्यो तपाईँलाई के लाग्दैछ कि तपाईँहरूको यो समस्याको हल बिजेपी या जुन चाहिँ क्यान्डिडेट अहिले उत्रेको छ यहाँनिर खरसाङ विधानसभा क्षेत्रबाट बिजेपीबाट सोनम लामा होइन, अन्त यो अनित थापाले जो क्यान्डिडेट उतार्नु भएको छ अमर लामा, नगर्नु। हामी बोनसको टाइममा बाटोमा बस्दा कुकुर भुक्दै गर्छ, हात्तीले फर्केर नहेर्नु भनेको छ। उसँग त हामीलाई केही तपाईँहरू जस्तै महिला श्रमिकहरूले बहिष्कार गर्नु भएन अमर लामाको? हामी पनि त्यही नै हो, हामी उयो गरिदिउँ। हामीलाई अब इच्छै छैन। अब जस्तो समयमा हामीलाई रुवाएको छ नि, अब हाम्रो पाउने सहुलियतहरू थियो त्योहरू पाइएन होइन। हामी सडकमा सामूहिक भवन हामी घेर्नु गयौँ, त्यति बेला हाम्रो मजा पुऱ्यायो। हामी भोकै भोकै त्यहाँ करायौँ, हाम्रो पछाडिबाट ब्यागबाट उनीहरूले मजा उठायो। त्यति बेला उनीहरू आएर बोलिदिएको भए हामीलाई पनि त अलिक सहायता हुन्थ्यो, त्यसले बोल्दैन उनीहरू, त्यसले गर्दा हामीलाई एकदम नफरत छ। हजुर, सरकार त अब हामीलाई यहाँ बगान बस्तीलाई हेर्ने नै आओस् न, जुनै सरकार होइन हामी बगानलाई हेरोस्, त्यति नै मात्रै हो। यसपालि परिवर्तन तपाईँ अब अहिले चाहिँ हालैमा चाहिँ अब बगानको हाजिराहरू बढाइदिएको भए, भोट अगाडि दिएको भएदेखि हामी खुसी हुन्थ्यौँ होइन। जुनै आउँथ्यो हामीलाई जसले हाजिरा फर्स्ट बढाइदिएको थियो उसैलाई पाउँथ्यो। अब अहिलेसम्म त खोइ त अब बढ्छ आशैमा छ, भोट लगेपछि छैन। हामी जस्तोको त्यस्तै नि हो, केही पाउने होइन। हामीले भोट अगाडि दिएको भए चाहिँ हामीलाई राम्रो हुन्थ्यो।
सल्लाह दिँदै हो अहिलेसम्म दिएरै आएको हो तर पनि खोइ अहिलेसम्म हामीले केही गर्नु हामीलाई त केही गरेको छैन ममता ब्यानर्जीले 15 वर्ष शासन हजुर। त्यो 15 वर्ष छैन 250 त्यो पनि 250 होइन 220 भन्नु अझ यहाँनिर त भनौँ भने बुढी भत्ताहरू होइन यो वृद्धु भत्ताहरू मान्छेको रोकिरहेको छ कति 14 महिना भन्छ कसैको 9 महिना भन्छ कसैको 12 महिना भन्छ पाउँदैन मेरै बाउ बितेर गयो उसको पाउने थियो 10 महिना रोकेको थियो त्यो पनि पाएन ऊ मरेर गयो त्यो पैसा पनि गयो त्यसरी नै यहाँ केही पाउँदैन अब अहिले ममता ब्यानर्जीले अब अहिले भण्डार दिन्छ भन्दैछ होइन त्यो त अब हाम्रै पैसा काटेको रहेछ अहिले बुझ्दाखेरि हामीले होइन त्यो त हामीले यो बगानमा पत्ती टिपेको पैसाको ट्याक्स त हो त्यो त हामी छोड्दै छोड्दिउँ नि 1500 रुपैयाँ लक्ष्मी भण्डार त्यो पनि हिजो अस्ति चाहिँ 500 बढाइदिएको 500 थियो त्यहाँबाट 1000 1000 भयो अहिले 1500 भयो अब भोटको लागि चाहिँ बढाइदिएको होला तर भोट त हामीसँगै छ नि हाम्रो भोट जनताको अब मन जुनै नेताले पनि जनताको मन चाहिँ जित्नु पर्यो होइन त्यति नै छ हामीलाई हामी जनतालाई चाहिँ अगाडि बढाइदिनु पर्यो जनतालाई हेरिदिनु पर्यो हो। बगानको मान्छेलाई चाहिँ अब बगानको हाजिरा रोज बढाइदिइ हालिदिएको भए चाहिँ राम्रो हुन्थ्यो सोध्नुहोस् अरूले पनि केही भन्छ अब हामी होइन सबैले उयो गरेर सबैलाई नै दिएकै हो हामीले भोट कसैलाई छुट्याएन जतिजना भन्छ त्यतिजना आउँदै पछि दिएकै हो राजु विष्ट सरलाई पनि दिएकै हो अनिक थापालाई पनि दिएकै हो सबलाई दिएकै नै छौँ हामीले कसैलाई उयो राखेको तर कसैले हामी बगानकोलाई हेरिदिएको छैन होइन हाम्रो अब घरहरू भयो बाटो भयो बगानको हाजिरा भयो अझै हाम्रो पाउने कुरो सहुलियतहरू बरु काटिँदै जाँदैछ अहिलेसम्म कसैले उठाइदिएको छैन अन्त हामी चाहिँ बगानको मान्छे चाहिँ हामीलाई जसले हाजिरा बढाइदिन्छ भोट चाहिँ हामी उसैलाई टकटक दिइहाल्छौँ 84वटा बगानकोले नि दिइहाल्छ पुगेको छैन केही पाएको छैनौँ त्यही एउटा रासिन मात्रै त हो अहिले उयसको त रासिन पाउँछ नि त्यो पनि अब हाम्रो रासिन पाउँछ होइन रासिनको चामल आँटाको चाहिँ पैसा लाग्दैन चिनीको चाहिँ पैसा लाग्छ मटेरको पैसा लाग्छ जसरी यहाँनिर चाहेको खेती हुन्छ होइन खेती नै हो यो त्यसरी नै आसाममा पनि हुन्छ अब त्यो कमाउने आसाममा भाडा त पुरा छ नि हाजिरा बढेको छ नि आसामको जस्तो हाम्रो यहाँ पनि भएन हाम्रो छोराछोरी किन परदेश गएर कमाउनु केरला दिल्ली बम्बई बेङ्गलोर विदेश दुबईमा छ ओमनमा छ सक्नेहरूले बाहिर देशहरू पठाइरहेछ अब सक्ने के मैले पनि मेरो छोराहरू पठाइरहेको छु दुबईमा तर अहिले महामारीमा ल्याइदिने कोही छैन अहिले आफूले पैसा पेलेर बगानको कामकै पैसाले तिनीहरूकै कमाएको पैसाले पेलेर चाहिँ भोलि भोटभन्दा आज जस्तो चाहिँ आइपुग्छ होला मेरो पनि छोराहरू छ दुबईमा अब बगानको हाजिराले पुग्दैन उनीहरूको पनि त छोराछोरी छ पाल्नु पर्यो पढाउनु पर्यो खुवाउनु पर्यो हो कि होइन भन्नु त अन्त बाहिरतिर पठाउनै पर्यो जसले हामीलाई चाहिँ बगानको मान्छेलाई हाजिरा बढाइदिन्छ नि यो भोट अगाडि हामीलाई बढाइदियो भने चाहिँ जसले बढाइदिन्छ उसैलाई दिने हामी त त्यही नै छ कमानको नेताहरूसँग हामीलाई केही यही नै छैन हाम्रो बगानको रोजगार चाहिँ हामीलाई बढाइदियोस् अन्त हाम्रो घरबारहरू हेरिदियो हाम्रो बगानको रोजगारी जसले बढाइन्छ उसलाई नै हुन्छ होइन नेतासँग दुखमन छैन तर तपाईँहरूको जुन चाहिँ बात छ त्यो पुगेको छैन माथि हजुर पुगेको छैन अब भन्नु त केही छैन बगानको मान्छे हो दुःख गरेर खाने हो जसले उयो गर्छ त्यसलाई नै दिने जसले हेर्छ हामी दुःख सुखमा साथ दिन्छ उसलाई नै हामी साथ दिने हजुर त्यति नै भन्दिनँ खै अब हामीलाई त हिँडाइरहेको छ त अहिलेसम्म तपाईँहरू कति वर्ष पुग्नु 63 वर्ष पुगे पुग्नु पनि सक्नु भएको छैन ढाकी बोकिरहेको छु भारी भएन भारी भए पनि के गर्नु रहरले हो कि रहरले हो बोकेर हिँड्नै पर्यो भिर पकेर हिँड्नै पर्यो अब हाम्रो खुट्टाहरू दुख्छ कस्तो के हुन्छ अब खपेर पनि हामी गरिरहेको छौँ नि पैसा छैन भन्छ हिँडेको अन्त यो सबहरू हेरेर तपाईँहरूलाई लाग्दैछ कि यसपालि सत्ता परिवर्तन हुनुपर्ने पर्ने पर्ने हुनुपर्ने प्रधानमन्त्री मोदी जो हुनुहुन्छ उहाँले यो चाय बगान श्रमिकहरूको लागि जुन चाहिँ योजना ल्याउनु भएको छ त्यसमा 300 ज्यादा 600 डेलीको पैसा दिँदैछ तपाईँहरूलाई थाहा छ सुन्नु कता कता सुनेको छु पाएको चाहिँ छैन यहाँ तपाईँहरूलाई 220 दिन्छ 250 पनि छैन रहेछ है छैन
रासिनको गरेर पो 250। 250 रासनको गरेर अन्त 40-50 रुपियाँ तलब खानेले पनि त्यही दाममा सब्जी खान्छ, हामी 250ले पनि त्यही दाममा सब्जी खान्छौँ। बगानकोले कसरी पुर्याउँछौँ? त्यसमै घर चलाउनु घर चलाउनु पर्यो, गाउँमा बिहा बटुल यस्तो वर्गी नानीहरू स्कुल पढाउनु, सब कुछ बिमारी अब अलिक ठुल्ठुलै कोही बेला बिमारी हुन्छ, कति खर्च लाग्छ, सब हामी यसमै। जो रिटायर भएको छ नि उनीहरूको चाहिँ कसरी जिम्मा लिन्छ, कसले लिन्छ जिम्मा भनेको नि रिटायरमेन्टहरूको चाहिँ 60 वर्ष ज्यादा भइसक्यो ज्यादा भइसक्यो। हजुर 65 वर्ष पुगिसक्यो, त्यति नै हो। पानी झरीमा पनि गर्नै पर्छ। गर्नै पर्छ, त्यही त के भन्नु यति नै होला।